गाइज वेलकम टु माई न्यू भ्लग। के छ त सबैजना सन्चै होइन? धेरै लामो समयपछि भनौँ न 1-2 हप्तापछि भ्लग आउँदैछ है। के कस्तो लाग्छ नि त? म र दाइ चाहिँ आज बिँडमा जाँदैछौँ क्या, किनभने हाम्रो आमाको आमा र मामाको सायद सँगै हुन्छ होला, वर्षेकी छ नि त। अनि त्यही भएर निम्तो आएको थियो क्या, त्यसैले अब जानु पर्यो भनेर हल्का भ्लगिङ गर्ने भनेर त्यतै जाँदैछौँ न वर्षेकीमा होइन। जाँदैछौँ, के कस्तो हुन्छ भ्लगमा चाहिँ बनिरहनु होला होइन। के कस्तो सिन हुन्छ भनौँ। भाइरल पुलको बाटोनिरबाट जाँदैछौँ क्या हामी चाहिँ। अहिले भनौँ यता डाँडानिर पुगिसकेका छौँ, यो रोडमा छौँ क्या। अनि हिँडेर जानुपर्छ। अहिले त गाडी नि आएको छैन, के गर्ने होइन। हे गाइज होइन, यो डाँडाबाट चाहिँ यताको हाम्रो गाउँनिरको भ्यू चाहिँ यस्तो आउँछ होइन। तर आज पुरा घाम लागेको छ क्या, उदुमै मचाउने घाम लागेको छ हो गाइज। यतानिरको डाँडाबाट चाहिँ होइन हाम्रो गाउँ भनौँ न, मेरो घर चाहिँ उता बिचमा छ क्या। यताबाट त के नि देखिएको छैन, घर नि देखिएको छैन होइन। अनि दाइ चाहिँ अनि तल्लो गाउँबाट आउँछ क्या, तल्लो गाउँमा बस्छ नि त, उतानिर तल्लो गाउँ देखिएको छ नि त, त्यताबाट दाइ आउँछ क्या। के कस्तो हुन्छ दाइ पुगेपछि अनि जान्छौँ गाइज। फाइनली भनौँ अब जानलाई पुरा आइसकेको छौँ। हल्का दाइको लागि रुक्नुपर्छ, कति रुक्नुपर्छ होइन हेरौँ। हे गाइज म चाहिँ अहिले होइन दाइको लागि रुकिरहेको छु क्या, तल आएर होइन। दाइ आउने चाहिँ यो बाटो हो, तर कति रुकाउँछ हेरौँ, कति टाइम लगाउँछन् दाइले भनौँ। दाइले फेरि 1-1.5 घन्टा कुरेको छु। अनि त्यताबाट हामी फेरि लाग्यौँ, अनि त्यता जानुपर्ने होइन। अनि त्यताबाट लागेपछि रोड हिँड्नु पऱ्यो क्या, गाडी आउला भनेर हल्का नि कुरेको। गाडीको लागि नि फेरि गाडी नि आएन भने हेर्नु त, हो यता त अगाडि नै पहिरो आया होला कि क्या हो। हेर्नु त पुरा पहिरो आएर बिजोग रमाइलो थियो नि। अनि त्यो पछि चाहिँ हामी यताबाट लाग्यौँ, अनि रोड गयौँ होइन। रोड गएपछि अब हिकिला पुग्न अनि थोरै चाहिँ यो भाइरल पुल पुग्न, उतानिर चाहिँ भाइरल पुल होइन, त्यताबाट चाहिँ जानुपर्ने क्या। हामीले त्यताबाट जानुपर्ने। अब मस्तले जाऊँ भनेर होइन, अब हिँडिरहेछौँ क्या। अब हिँड्नु पऱ्यो अनि भाइरल पुलमा नि पुगियो मस्तले। भाइरल पुलमा हेर्नु त हो खतरा छैन। आज त फेरि पुरा घाम लागेको छ अनि सबै नि देखिरहेछ क्या। कहिलेकाहीँ चाहिँ अनि घामबाट खिच्दा चाहिँ हल्का देखिँदैन नि, त्यस्तो हुन्छ। तर आज चाहिँ हल्का देखिरहेछ क्या, राम्रै देखिरहेछ। फुल मौसम सफा छ नि त। त्यो पछि हामी पुलमा फेरि गुटुङटुङ गएर जानुपर्ने हामी त्यता। अनि गुटुङटुङ पुलबाट गइसक्यौँ होइन। पुलबाट जानु त पर्यो। पुलबाट चाहिँ गइरहेको होइन। अहिले चाहिँ हामीलाई फेरि घरदेखि हामी 11 बजेबाट लागेको, पुलमा आउँदा त खेरि नै 12 बजे भने 1 घन्टा लागिसक्यो रहेछ क्या। अनि घरदेखि भन्नु दाइको लागि रुकेको हल्का टाइम लागिहाल्यो, केही छैन पुगिहाल्छ भनेर। अनि पुल तरेर फेरि यता आयौँ। यताबाट नि अनि सानो पुल रहेछ क्या, त्यतानिर नि सानो पुल रहेछ। हेर्नु त सानो पुलमा नि गयौँ। अनि सानो पुलमा जाँदा हेर्नु त हो यता क्यामेरामा त त्यति खासै देखिएको छैन होला, रुखको छायामा बसिरहेछ क्या बाँदर, मङ्की भनौँ बाँदरै भनौँ होइन। रुखको छायामा बसिरहेको रहेछ, देखिए क्यामेरामा चाहिँ देखिएको छैन होला, तर उता चाहिँ बसेको थियो क्या। यताबाट चाहिँ यो पुल क्या, सानो पुल लाग्ने चाहिँ यतै रहेछ ठाउँ होइन। यताबाट फेरि बाटो त फेरि डेन्जरै छ है। यताबाट सानो पुल लाग्ने क्या, यताबाट सानो पुल, अनि यस्तै पुलबाट गएको मैले देखाएको कि अघि। अनि यताबाट यो बाटोबाट पुरा पुग्नुपर्ने। यो चाहिँ मन्दिर गाइज होइन, बाटोमा थियो क्या मन्दिर। अहिले फेरि घाम भएर हिँड्दा उकालो हिँड्नु छ, अनि हल्का उकालो चाहिँ हिँडेर आएको र हिँड्दा घाम भएर अहिले त्यता जानु पनि हो पुरा यस्तो भएको छ नि हिँड्दा। अहिले मन्दिरभित्र चाहिँ गएनौँ होइन। उताको देखिने चाहिँ होइन, उताबाट आएको क्या हामी त। फेरि हिकिला गाइज पछि जाँदाखेरि चाहिँ रोड जानु पर्यो भनेर सोचेका छौँ। के कस्तो हुन्छ होइन। त्यता हिकिला हो नि, हिकिलाको गाउँ फेरि खतरा छ है।
तर गयो भने पनि टाइम हुँदैन होला, सायद बेलुकै फर्किनुपर्छ क्या। त्यही भएर नि हिक्ला अनि गयो भने रोडबाट आउनुपर्छ। खासै भिडियो रेकर्ड गर्न चाहिँ पाइँदैन होला। अनि हामी पनि यो रोडमा पुग्यौँ होइन। यो रोडमा हामी तलदेखि आएको क्या, ऊ पुल तरेर तलको पुल तरेर नि अनि माथि आएको यो रोडमाथि भनौँ। अहिले चाहिँ यो रोडमा छौँ। अनि यो रोडमा पछि अनि माथि हो क्या घर, त फेरि अझै माथि क्या। यो बाटो हिँड्नुपर्छ अरे उता माथि क्या घर। अनि त्यता जानुपर्ने। हामी आएको चाहिँ तलदेखि, बाफ्रे कति हिँड्यो होइन। अनि आउँदाखेरि यता त फेरि पानी धारा त खतरा बनाएको रहेछ क्या। अनि यता पानी सानी खायौँ होइन, मुखसुख धोएर अनि त्यताबाट पनि लाग्यौँ क्या। हेर्नु त यता फेरि घर त फेरि खतरा छ है, ढुङ्गा काटी काटी बनाएको। यो चाहिँ बिँडको 5 सम्मको स्कुल क्या गाइज। यता चाहिँ यो पानी फुट्ने रहेछ, पानी रहेछ होइन। यो चाहिँ फेरि 5 सम्मको स्कुल क्या। यता सानो स्कुल चाहिँ यता छ अरे, अनि ठुलो स्कुल चाहिँ माथि परितिर छ भन्यो। यो चाहिँ बिँडको 5 सम्मको स्कुल। अन्त यताबाट फेरि भ्यू खतरा आछ नि त, हिकिला अनि फाइनली हामी चाहिँ गाउँमा इन्टर भयो क्या। यता चाहिँ गौँडा बनाउँछौँ भन्यो यो घरमा होइन। खतरा छ नि त यो गौँडा बनाउने घर। अनि हेर्नु त खतरै बनाएको छ। यता भनौँ गौँडा बनाउने, तर खतरा बनाएको छ गौँडा बनाउने नि होइन। हेर्नु त पुरा ठाउँ नै खाली। अनि फेरि त्यताबाट पनि माथि लागियो। माथि जाँदा यो चाहिँ पुरा बिँडको गाउँ। अनि फाइनली हामी चाहिँ घरमा पुग्यो। अनि घरमा रेकर्ड गर्नुलाई चाहिँ पाइएन, ठिकै छ। अहिले चाहिँ फेरि हामी घर चाहिँ अनि घर आउँदा हामीहरू चाहिँ होइन बाटो भुलेर अर्को बाटो गइरहेको रहेछौँ क्या। त्यही भएर अनि साथीलाई बोलाएँ होइन। अनि त्यसले तलैनिरसम्म हामीलाई पुगायो क्या। अनि पुगाएपछि त्यो नि माथिबाट गयो, बाइक गर्दैछ माथिबाट गयो। अनि त्यो पछि चाहिँ हामीहरू अनि बिस्तारै योबाट हिक्लादेखि नै जानु पऱ्यो भनेर सोचेको। त्यतैबाट जान्छौँ होला, के हुन्छ हेरौँ। ऊ चाहिँ हस्पिटल रे उता हेर्नु त भाइरल पुल त्यता फेरि जानुपर्छ। अब हामी नि रोडमा पुग्न आँट्यौँ। ऊ माथि देखेको चाहिँ स्कुल रे, यताको ठुलो स्कुल रे मावि तहसम्मको। अनि हामी नि फाइनली रोडमा पुग्यो। अनि रोडबाट फेरि नै जानुपर्छ भनेर यो रोड गएको। हामी चाहिँ पुरा घुमेर जाने क्या, धेरै टाढा छ तर पनि केही छैन। अघि चाहिँ त्यो बाटो आएको, अहिले चाहिँ यो फेरि जानु पऱ्यो भनेर। अनि यताबाट चाहिँ हेर्नु त पुरा हिक्लाको गाउँ नि खतरा देखिने रहेछ क्या। हेर्नु त ऊ यताबाट खतरा ठाउँ देखिरहेछ नि। ऊ माथि चाहिँ के बाँसपाली भन्छन् सायद, त्यहाँ मलाई नि राम्ररी थाहा छैन होइन। ऊ माथि चाहिँ बाँसपाली। अनि यो चाहिँ हिक्ला क्या, यताबाट खतरा देखिँदै थियो क्या। अनि त्यता फेरि हिँडेर अनि माथि अनि खोला तर्ने क्या। यताको खोला पनि पुल बनाएको रहेछ होइन त। पुल त फेरि तली माथि पुल बना रहेछ क्या यतानिर त होइन। हाम्रो अन्त कहाँ खोला नि छैन, कहाँको पुल हुनु भएर यता फेरि पुल बनाएको छ क्या। ऊ माथिबाट आउँछ अरे यो खोला चाहिँ। तर यो खासै मलाई खोलाको नाम नि याद आएन क्या, के रहेछ होला यो खोलाको नाम, तर मलाई आएन। कोही भिडियो हेर्नुहुन्छ भने फेरि कमेन्टमा भन्ने खोलाको नाम गाइज होइन। फेरि हामी पनि यो पुलबाट नै लाग्यो क्या। तर यो पुल चाहिँ धेरै समय भयो रहेछ सायद, कति साल होला। पुरा हल्का पुरानो खाले पुल थियो क्या। अनि यो पुलबाट हामी चाहिँ गयौँ भनौँ न, गइरहेको अरे सरी गइरहेको। पानी घट्ट गाइज, पानी घट्ट नि रहेछ क्या। हामी आएको चाहिँ त्यो रोड है गाइज, त्यो रोड आएको क्या हामीहरू दाइरो म भनौँ। अनि फाइनल्ली हिकिलामा नि चाहिँ एन्टर भयो। तर गाउँ चाहिँ खतरा छ। अहिले चाहिँ त्यति टाइम छैन क्या, पुरा गाउँमा घुम्ने टाइम छैन होइन। अनि ढिला हुन्छ नि त। अनि घर पुग्न उस्तै त राति पर्छ होला।
भनेर टाइम नि छैन क्या, अनि घाम नि बुझ्न लाग्यो भनेर अनि रोड जानु पऱ्यो भनेर तति सुट गर्न नि पाइनँ क्या, भिडियो रेकर्ड गर्न नि पाइएन। पछि आउँला भनेर अनि किल्लाको पुरा रेकर्ड गर्न चाहिँ पछि आउँला भनेर सोचेर चाहिँ गएको। हेर्नु त तर देखिरहेको छ यो गाउँ फेरि खतरा छ नि त, हिकिल्लाको गाउँ ओहो डेन्जर बप्पाल हो गाउँ त फेरि खतरा क्या। हिकिल्ला गाउँ लगभग भन्ने हो भने यो दुङ गाउँपालिकाकै चर्चित गाउँ भनेकै हिकिल्ला होला क्या। खतरा छ देखिने चाहिँ, बब्बाल गाउँ हो गाइज यो चाहिँ हेर्नु त ओहो खतरा छ। अनि यो घाम पनि बुन्न आँट्यो गाइज, अनि हामीहरूले जानुपर्छ क्या, अझै धेरै टाढा छ नि त हाम्रो घर पनि। राति हुन्छ हिँड्दै हेर्नु त यो चाहिँ हामी रोड आएको क्या, यो मेन रोड रे गाउँमा नि हेर्नु त यता त ब्याङ्क अनि दोकान सोकान छन् नि गाउँ भयो नि। ऊ माथिनिर नि धेरै घरहरू छन् रे, तर जान पाएन, पछि आउँछौँ होला। ऊ माथिसम्म जाने पछि आयो भने। अहिले चाहिँ अब के गर्ने, घरैतिर लाग्नु पर्यो भनेर अहिले चाहिँ हिँडिरहेको, घरतिरै जानु पर्यो भनेर। हेर्नु त हामी चाहिँ कहाँबाट आएको होइन, ओहो आज त फेरि खुट्टा दुखेर हिँड्दा यस्तो भएको छ नि के भन्ने। यो रोड जानुपर्छ अरे हामीले, अनि उताबाट चाहिँ पुल तरेर जाने होला। फाइनली यो धारमा नि पुग्यो अब भने चाहिँ यो तलमा चाहिँ पुल छ क्या, अनि यो चाहिँ धार भनौँ होला, यताको धारै त होला। हिकिलाको ठाउँ त खासै हामीलाई नि आउँदैन क्या, अब त्यति धेरै आउने भएन, कहिलेकाहीँ आउने, अनि त्यति खासै ठाउँ चाहिँ हामीलाई नि। तर केही भएन भने पनि यो बाटो चाहिँ खतरा बनाएर रहेछ क्या, पुरा बनाएको क्या, पुरा टाइल हालिदिएर भनौँ न लुगाको डन्डी सन्डी हालिदिएर, अनि फेरि धारमा जानु पऱ्यो भनेर त्यो माथिको धारमा आएर यताबाट चाहिँ चारैतिरको भ्यू चाहिँ यस्तो छ है गाइज होइन, पुरा चारैतिरको भ्यू। यो चाहिँ ऊ चाहिँ त्यो पुल तरेर पारिपट्टि झरेर जानुपर्ने, ऊ चाहिँ हेर्नु त्यो पुल पारि झरेर अनि त्यो पछि हेरिरहेको रोड जानुपर्छ गाइज। अहिले चाहिँ केही छैन, यो धारमा नि फेरि डेन्जर छ क्या, योभन्दा तल्ली खस्यो भने त कता पुगिन्छ होला होइन। यो धारमा चाहिँ आएको क्या म अहिले, बाटो चाहिँ तल छ नि, यो बाटोतिर तल पुग्नुपर्छ नि त होइन। अनि केही नभए पनि यो बाटो चाहिँ खतरा बनाएको छ क्या, पुरा टाइल्स हालेर अनि लुगाको डन्डी सन्डी हालेर क्या पुरा। हेर्नु त बाटो त फेरि डेन्जर छ नि बाटो त। सेल्फी स्टिकबाट भिडियो बनाइरहेको, सेल्फी स्टिक नि यस्तो हल्लिने क्या, अनि भिडियो चाहिँ यस्तै आयो है गाइज, सरी के गर्ने, पुरा हल्लिँदो रहेछ क्या, के गर्ने अब यस्तै हो बनाएको। अब यो चाहिँ चौतारो होला बनाएको के यो हिकिलामा, किनभने यो पुल नजिकै बनाछन्। ओहो यो पुलमा चाहिँ हेर्नु त ओहो गोरुलाई लगिरहेछन् रे, कसरी जाने होला त। दाइसँग भनौँ मदत मागेका दिदीहरू रहेछन्, अनि दाइ नि गोरु लग्न भनौँ सहयोग गरिरहेछ भनौँ, तर जाने हो कि जाने होइन यो पुलबाट। कोही त यहाँ मान्छे नै त डरिहाल्छन्, त्यो ऊ त के भन्ने जनावर हो यार, कसरी चाला होइन। र यो पुल तलीको गाइस कलगाड भन्छन् रे यताको चाहिँ होइन। हेर्नु त हो बिचारा डरेर पढि नै सक्यो क्या, अब के गर्ने होला। हल्का त हो उचालेर लगिरहेछन् क्या, हल्का त उचालेर लग्यो अनि जान्छ कि जाँदैन। म चाहिँ अगाडि आएँ क्या, अब त सायद आउँछ होला। हेर्नु त हो पुलमा पुरा भारी सारी लगेर अनि त्यो पछि त हल्का यतासम्म चाहिँ उचालेर लियो, अनि त्यो पछि त फेरि खतरा हिँड्यो। गाइस अहिले चाहिँ घर पुगेको छैन होइन, फेरि आज त फेरि
अँध्यारो भयो भने हेर्नु त पुरा केही नै देखिरहेको छैन पुरा अँध्यारो भयो हो हेर्नु त आजलाई चाहिँ यतै इन्ड गर्छु होइन फोनमा चार्ज नै छैन क्या आजलाई त यति नै ओके भाइ ब्लग चाहिँ कस्तो लाग्यो होइन कमेन्टमा भन्नु होला नयाँ छ भने सब्सक्राइब गरिदिनु होला आजलाई चाहिँ यति नै ओके बाई